प्रश्न नम्बर 13 नेपालको संविधान 2072ले शिक्षालाई कुन मौलिक हक अन्तर्गत राखेको छ? क. समानताको हक, ख. स्वतन्त्रताको हक, ग. शिक्षा सम्बन्धी हक, घ. सम्पत्तिको हक। यसको सही आन्सर रहेको छ ग. शिक्षा सम्बन्धी हक। प्रश्न नम्बर 14 नेपालको संविधान अनुसार प्रत्येक नागरिकलाई आधारभूत शिक्षा प्राप्त गर्ने हक कस्तो हुनेछ? क. निशुल्क मात्र, ख. अनिवार्य मात्र, ग. निशुल्क र अनिवार्य, घ. सशुल्क र ऐच्छिक। ग. निशुल्क र अनिवार्य। प्रश्न नम्बर 15 नेपालमा माध्यमिक शिक्षा परीक्षा एसई कुन कक्षाको अन्त्यमा सञ्चालन हुन्छ? क. कक्षा 8, ख. कक्षा 9, ग. कक्षा 10, घ. कक्षा 12। यसको सही आन्सर रहेको छ ग. कक्षा 10। प्रश्न नम्बर 16 उच्च शिक्षा माध्यमिक परिषदको स्थापना कहिले भएको थियो? क. 2046 साल, ख. 2048 साल, ग. 2056 साल, घ. 2065 साल। यसको सही आन्सर ख. 2048 साल। प्रश्न नम्बर 17 राष्ट्रिय परीक्षा बोर्ड एनईबी को स्थापना कहिले भएको हो? क. 2070 साल, ख. 2072 साल, ग. 2073 साल, घ. 2075 साल। यसको सही आन्सर रहेको छ ग. 2073 साल। प्रश्न नम्बर 18 नेपालको शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षाको अवधारणा कहिलेदेखि बढी प्राथमिकतामा आएको हो? क. विक्रम सम्वत 2040 को दशक, ख. विक्रम सम्वत 2050 को दशक, ग. विक्रम सम्वत 2060 को दशक, घ. विक्रम सम्वत 2070 को दशक। यसको सही आन्सर रहेको छ विक्रम सम्वत 2060 को दशक। प्रश्न नम्बर 19 नेपालमा शिक्षक सेवा आयोगको मुख्य कार्य के हो? क. शिक्षकको तलब निर्धारण, ख. शिक्षकहरूको सरुवा र बढुवा, ग. शिक्षकहरूको नियुक्ति र योग्यता निर्धारण, घ. विद्यालयहरूको अनुगमन। यसको सही आन्सर रहेको छ शिक्षकहरूको नियुक्ति र योग्यता निर्धारण। प्रश्न नम्बर 20 नेपालको शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई बढावा दिन कुन कार्यक्रम सञ्चालन गरिएको छ? क. सबैका लागि शिक्षा, ख. एक विद्यालय एक कम्प्युटर, ग. साक्षर नेपाल अभियान, घ. समावेशी शिक्षा कार्यक्रम। यसको सही आन्सर रहेको छ अप्सन ख. शिक्षा एक विद्यालय एक कम्प्युटर। प्रश्न नम्बर 21 नेपालमा अनौपचारिक शिक्षाको मुख्य उद्देश्य के हो? क. अनौपचारिक शिक्षालाई सहयोग गर्नु, ख. विद्यालय जान नपाएकाहरूलाई शिक्षा प्रदान गर्नु, ग. उच्च शिक्षा प्रदान गर्नु, घ. प्राविधिक शिक्षा प्रदान गर्नु। यसको सही आन्सर रहेको छ विद्यालय जान नपाएकालाई शिक्षा प्रदान गर्नु। प्रश्न नम्बर 22 मा रहेको छ नेपालमा साक्षरता दर बढाउन कुन अभियान सञ्चालन गरिएको थियो? क. विद्यालय भर्ना अभियान, ख. प्रौढ शिक्षा कार्यक्रम, ग. साक्षर नेपाल अभियान, घ. अनिवार्य शिक्षा अभियान। यसको सही आन्सर रहेको छ साक्षर नेपाल अभियान।